आज तपाईहरुको माझमा एउटा भिडियो लिएर आएको छु। आज चाहिँ माडी गाउँपालिका 2 लोसेबाङ देखि माथि के चिसापानी आसपासको सिद्ध गुफामा आउने एउटा अवसर जुर्यो। त्यहाँको दृश्यहरु तपाईहरुको माझमा देखाउन गइरहेको छु। हेर्नुस् है त। यहाँ चाहिँ पहिले आजभन्दा धेरै पहिले एउटा त्यहाँको हाम्रो मामा भन्नेलाई चाहिँ सपनामा सिकाएर भेटेको भन्ने गरिन्छ। यहाँ चाहिँ विभिन्न किसिमका त्यस्तो आकृतिहरु के देख्न रहेछन् यहाँनिर। खासमा यही हो भनेर चाहिँ छुट्याउन चाहिँ सकिदैन, तर पनि विभिन्न किसिमका त्यो आकृतिहरु यहाँनिर देख्न सकिन्छ। यहाँ चाहिँ यहाँनिर यसो हेर्यो भने चाहिँ के भन्छ त्यो साँपको नाक जस्तै देखिन्छ यहाँनिर। अनि यहाँनिर यस्तो छ। अनि योको सिधै तल मुनि चाहिँ शिवलिङ्ग जस्तो न कस्तो कस्तो आकारको एउटा चाहिँ के रहेछ यहाँनिर।